जाँदैछौँ घान्द्रुक जानको लागि। आज चाहिँ हामी पहिला सबभन्दा पहिला बन्दीपुर जाँदैछौँ। आजको बसोबास चाहिँ बन्दीपुरमा हुन्छ। हेलो गाइस, हामी चाहिँ घान्द्रुक जान लागिरहेको। आज चाहिँ बन्दीपुर बोल्छ घान्द्रुक। अहिले हामी चाहिँ मलिकपुरको पुल आइपुग्न लाग्यौँ। अब त्यहाँ चाहिँ हामी एकछिन विश्राम गर्छौँ अनि बल्ल त्यहाँबाट फेरि आफ्नो गन्तव्यतिर हिँड्छौँ। हेलो गाइज, यो चाहिँ हाम्रो ब्लग होइन अनि हामी चाहिँ यहाँ मरेको आइपुगेका छौँ। म यो भिडियोमा किन नबोलेँ भने मलाई वाकै लागिरहेको थियो, सरी। गाइज, हामी यहाँ हुरीबाट ठाउँमा लागेकोले एउटा ठाउँमा रोकेर खाजा खान जाँदैछौँ। हामी चाहिँ यहाँ हुरीबाट साइकलले बस्यौँ र हामी यहाँबाट हिँड्दै जानेछौँ। हुरी बतासले गर्दा चाहिँ एकछिन हामी 15 मिनट जति चाहिँ यहाँ खाजा साजा खानको लागि रोक्यौँ। अब चाहिँ हामी सिधै बन्दीपुरतिर जाँदैछौँ। अहिले चाहिँ हामी चार्ज गर्न खोजेको गाडी हेरेछौँ र बत्ती रहन्छ। अब हामी सिधै अब डुम्रीमा गएर चाहिँ चार्ज गर्छौँ अनि त्यहाँ एकछिन बस्छौँ, खाजा खान्छौँ, चार्ज भए गर्छौँ, नभए सिधै बन्दीपुर जान्छौँ। गाइज, हामी चाहिँ यहाँ चार्ज गरेर बन्दीपुरतिर हिँडेको र गाइज हामी यहाँ बन्दीपुर आइपुगेर यो द रेड हाउस होटेलमा आज बसोबास गर्नेछौँ एक रातको लागि र हामी भोलि सिधै पोखरा हिँड्नेछौँ। गाइज, यहाँ चाहिँ हाम्रो दिदीले बोल्दै हुनुहुन्छ। हेलो गाइस, अहिले चाहिँ हामी बन्दीपुरको होटेलमा आइपुग्यौँ। यहाँ यो बोल्छौँ अनि यहाँ चाहिँ सुन्नुहुन्छ अनि त्यहाँनिर हुन्छ अङ्कल आन्टी अनि हामी चाहिँ अब बन्दीपुरमा अब हाम्रो बाबाको वेटिङमा। गाइज, हामी चाहिँ यो होटेलमा बसेर आज न्यु इयरको इभको लागि हामी यहाँ बसेर खाना खानेछौँ, रमाइलो गर्नेछौँ, नाच्नेछौँ। अनि गाइज, हामी चाहिँ यहाँ विभिन्न खानेकुराहरू जस्तै फ्रेन्च फ्राइज, चिकन विङ खाइरहेका छौँ। अनि गाइज, हामीले चाहिँ टेस्टी खानेकुरा खाएर यो कन्सर्टमा गएर नाच्दैछौँ। गाइज, यहाँ अब यो कन्सर्टको गीत आउँदैन, सरी, किनकि योले कपिराइट गर्छ, सरी।
यहाँ चाहिँ एउटा फरेनरले धमाकेदार डान्स गरिरहेको छ। अनि गाइस हामी चाहिँ यहाँबाट होटेलमा गयो र 12 बजेसम्म वेट गरेर ह्याप्पी न्यू इयर विश गयो। यसको क्लिप म यहाँ तपाईँलाई देखाउँदैछु। गाइज थ्याङ्क यू सो मच फर वाचिङ। प्लिज सब्सक्राइब। अनि यो चाहिँ हाम्रो पार्ट 1 रहेको छ र पार्ट 2 पनि आउँदैछ, त्यही भएर यो च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस्। त्यही भन्न चाहन्छु र यो भिडियोलाई सकाउन चाहन्छु र फेरिबाट भन्छु लाइक, सेयर एन्ड सब्सक्राइब।